ल वेलकम टु माई सर्ट ब्लग। आज चाहिँ हाम्रो माइपोखरी जाने कुरा भएको थियो अनि आजको रिजर्भ छ र मेरो भाइलाल पनि यहीँ छ र म चाहिँ आज रिजर्भमा मान्छे अथवा प्यासेन्जर उठाउन लागेँ। र प्यासेन्जरहरू सबै मैले अहिले हालिसकेको छु। अब सबैजना हामी रेडी भइसकेको छौँ माइपोखरी घुम्नको लागि। अनि बाटोमा चाहिँ यस्तो रमाइलो गीत सित गाउँदै गर्दै एकदम रमाइलो गर्दै हामी चाहिँ टक्क देउमै खोला पुग्यौँ। देउमै खोला चाहिँ अब कोही अब पूजा गर्ने, कोही चाहिँ टिकटक सिकटक बनाउने, अब म चाहिँ यसो मेरो गाडी साडी देख्दै गर्ने अब है। अनि यहाँ पूजासुजा सकिएर टक्क हामी चाहिँ फेरि हामी पुवा खोलातिर जान्छौँ। म पुवा खोलामा छोटो पूजा गर्नु थियो। पूजासुजा हामीले सकेर अनि टक्क हामी यहाँबाट पनि हामी छिटै निक्लिन्छौँ र माथिबाट हामीलाई भिडियो बनाउँदै हुन्छ पूजासुजा गरेको। र हामी चाहिँ ठ्याक्कै माइपोखरीसम्म पुग्छौँ। माइपोखरीमा ठ्याक्क गाडी साडी पार्किङ गरेर अब हामी चाहिँ भित्र घुम्न जान्छौँ। ल यस्तो छ है त बाहिरको सिन चाहिँ माइपोखरीको। र सबैजनाले भित्र जानुभन्दा अगाडि चाहिँ एउटा अब फोटो खिच्ने निर्णय गर्नुभयो। मैले चाहिँ फोटो खिचिदिने निउले एउटा छोटो भिडियो पनि बनाएको छु र भिडियो चाहिँ कस्तो लाग्छ लाइक कमेन्ट गर्नु होला। र भित्रको यस्तो छ, भित्र चाहिँ हामी सबैजना यसरी गयौँ। भित्र चाहिँ एकदम राम्रो गार्डनदेखि सुरु भयो र गार्डन पनि घुम्यौँ। र मलाई यहाँको सबैभन्दा राम्रो चाहिँ यहाँ चाहिँ माछाहरू धेरै खालको पाउँदो रहेछ, ठुलो सानोहरू। अनि पूजा गर्ने ठाउँहरू पनि राम्रो रहेछ, तर अलिकति पानी चाहिँ फोहोर खालको रहेछ। यहाँ चाहिँ अब हुन त यत्रो ठाउँ कहाँ सफा हुन्छ है। अनि हामीले चारो सारो लगेको थियौँ र माछालाई चारो सारो दियौँ। र हामी चाहिँ अब पूजा गर्नको लागि चाहिँ हामी त्यहाँबाट लाग्यौँ है त। अनि हामी चाहिँ बिचको भ्लग चाहिँ मैले त्यति खिच्न पाइनँ। अनि बाटोको अवस्था पनि अब उता राम्रो भए पनि हाम्रो चाहिँ गाउँ आउने बाटो अलिकति अप्ठ्यारो छ। त्यही कारणले गर्दाखेरि चाहिँ अब यस्तो बाटो हिँड्नुपर्ने। बिचको भ्लग चाहिँ मैले बनाउन पाइनँ, मेरो फोन पनि स्विच अफ हो। त्यही कारणले गर्दा अनि हामी टक्क फोन चार्ज गरेर यो लास्टको भ्लग चाहिँ हामी बनाउँदैछौँ। र यति भएर हामी चाहिँ आफ्नो घरतिर लाग्यौँ है त। सबैजनाले फलो लाइक कमेन्ट गरिदिनु होला।